यूनाइटेड T20 DDT गैमेक्सिन थीमेट खिलाओगे, जर्सी हॉल्स्टन फ्रिजियन का दूध पिलाओगे, आप ही समझो, आप सब समझदार हो। इन बिंदुओं के साथ मेरे प्रिय मित्र ऊपर आ जाए, उधर से आ सकते हो, उधर से चढ़ सकते हो, लंबा आदमी है, ऐसे ऊँट जैसे आदमी, उठ जाओ, अपने बारे में बताओ, अपना परिचय स्वयं में दो। थोड़ा देखो माइक्रोफोन ठीक, बड़े अच्छे अनुभव हीरा मुझे मिला। सम्पूर्ण नमस्कार, म कुमुद कुमार दास, पेसाले म इन्जिनियर हो र म यहाँ पूर्वाञ्चल विश्वविद्यालय इस्टर्न कलेज अफ इन्जिनियरिङ र महानगरीय बहुप्राविधिकमा पनि म शिक्षकको रूपमा कार्यरत छु र हाल म अहिले तपाईँलाई चण्डीगढ युनिभर्सिटीबाट PhD मेरो 4th सेमिस्टर गाईको गोबर मैले गरिरहेको छु र हाल मैले अहिले यो गाईको गोबरबाट हाम्रो नेपालमा उत्पादन भनेको तपाईँलाई एउटा खाद बनिरहेको थियो र अर्को भनेको उत्पादन भनेको तपाईँलाई पेपर, 2 देखि 3 ठाउँ मात्रै पेपर बनिरहेको थियो र यो उत्पादनलाई बढाउनलाई मैले यो गाईको गोबरबाट यो पेन्ट चाहिँ बनिसकेको छ र लगभग तपाईँले यो 50वटा भरि प्रोजेक्टमा यो लागि पनि सकेको छ र यस्तो चाहिँ तपाईँले बेनिफिट यहाँ हेर्न सक्नुहुन्छ। यहाँबाट हेरिन्छ कि हेरिँदैन, अस्ट्रेला यो जुन पेन्ट हामी तपाईँले युज गर्दै हुनुहुन्छ अहिले, त्यसमा र यसमा चाहिँ के फरक छ भने त्यसमा चाहिँ तपाईँले CMC जुन हुन्छ यसलाई हामी हेर्न सकिन्छ, यसलाई हामी CMC भन्छौँ। CMC भनेको तपाईँलाई सामान्य भाषामा भन्छौँ कार्बोक्सी मिथाइल सेलुलोज हो। गोबरको 2वटा कम्पोजिसन हुन्छ, एउटा तपाईँको लिग्नाइन हुन्छ, अर्को भनेको सेलुलोज हुन्छ। मैले यो सेलुलोजबाट यो बनाएको र यो सेलुलोज तपाईँले केमिकल पनि एभाइलेबल हुन्छ र गाईको गोबरमा 1200 भन्दा बढी हेभी मेटलहरू पाइन्छ। जस्तै तपाईँले एउटा लिड, मर्करी, आर्सेनिक हामी भन्छौँ। यहाँ सबैजनामा आर्सेनिक चाहिँ सुन्नुभएको छ होला, आर्सेनिक सुन्नुभएको छ, त्यो तपाईँले आवाज सुने नि एउटा हाम्रो कलमा पाइन्छ नि, भन्छ नि आर्सेनिक, कलमा आर्सेनिक छ भनेर हो। त्यो आर्सेनिक भनेको तपाईँको के छ भने त्यो चाहिँ तपाईँको के भयो भने केमिकल आर्सेनिक, र त्यो आर्सेनिक गाईको गोबरमा पनि हुन्छ। जुन गाईको गोबरमा हुन्छ त्यो भनेको तपाईँ के भयो भने अर्ग्यानिक भयो। र मैले यहाँ सुरु गरिसकेको यसमा चाहिँ फेरि म क्लियरिफाई यहाँ गरिदिन चाहन्छु, गोबरको अंश चाहिँ धेरै कम भयो। गोबरको अंश कम भएकोले गर्दाखेरि के भयो भने मेरो मेन टार्गेट के छ भने हाम्रो देशमा तपाईँको लगभग 200 भन्दा बढी गौशाला छ र त्यसको गोबर जुन छ त्यसको उत्पादनलाई कसरी बढाउने र गौशालालाई आत्मनिर्भर कसरी बनाउने भनेर म विभिन्न प्रडक्टहरूले बनाउन सुरु गरिदिइसकेको छु। एउटा यो तपाईँले यो हेर्न सक्नुहुन्छ, यसमा 90% गोबर युज भएको छ र म एउटा अझै तपाईँको ब्लकहरू पनि बनाइसकेको छु, इँटा, त्यो मैले यहाँ आएर ल्याएन। त्यो इँटाले तपाईँले के छ भने थर्मल रेजिस्टेन्सको काम गर्छ। अरू पनि प्रडक्ट म अहिले हामी काम गरिरहेको छु। यो प्रडक्टहरू तपाईँले एकचोटि हेर्न मन लाग्यो भने हाम्रो कृष्ण गौशाला त्यहाँ चाहिँ यो पेन्ट लागिसकेको छ, लगभग तपाईँलाई 7 महिना भइसकेको छ लगाएको। र अरू पनि प्रोजेक्टमा जस्तै हाम्रो यो सहरी विकास यो नाप्तोल विभागको पनि अफिसमा हामी लगाइसकेका छौँ। र यति भन्दै 2 शब्द म यही टुङ्ग्याउँछु। सम्पूर्णमा नमस्कार। अभी ये जो इतना बड़ा भव्य कार्यक्रम हुआ, मैं तो सोच भी नहीं सकता था कि इतने सारे लोग आएंगे और आप सभी महानुभाव इतने सारे ज्ञान का लाभ उठाएं और यहाँ जितने सारे संगठक हैं, कार्यकर्ता, इस कार्य को सफलतापूर्वक करने के लिए जितने महानुभाव और इस संगठन के जितने लोग सहायता किए, उन सबको अभी यहाँ पर मंच में सम्मानित किया जाएगा। उससे पूर्व